दराजमा बिजनेस कसरी गर्ने, दराजमा एज अ सेलर बनेर कसरी व्यापार गर्ने भनेर आजको यस भिडियोमा म सेयर गर्छु। आजको यस भिडियोमा मैले सबै प्रोसेसहरू तपाईलाई बताउँछु। दराजबाट तपाईले एउटा बिजनेस गर्न सक्नुहुन्छ कसरी भनेर। तपाईलाई थाहा भएकै कुरा हो, थाहा छैन भने पनि थाहा पाइराख्नुस्। दराज आफैले चाहिँ सामान राखेर बेच्ने हैन, त्यहाँ चाहिँ व्यापारीहरूले दर्ता गर्छन् र दर्ता गरेर आफ्नो सामान लिस्ट गरेर त्यही सामान चाहिँ ग्राहकलाई बेच्ने हुन्। दराजले चाहिँ आफूले सामान केही पनि बेच्दैन। यहाँनिर हामी केसमा के गर्दैछौँ, दराजमा हामी एज अ सेलर चाहिँ कसरी जान्छौँ र बेच्छौँ भन्ने एउटा प्रक्रिया चाहिँ मैले तपाईलाई बताउन खोजेको हो। सुरुमा चाहिँ तपाई दराज सेलर सेन्टर भन्ने छ वेबसाइट, त्यहाँ जान सक्नुहुन्छ। दराज सेलर सेन्टरमा गएर हजुरले आफ्नो सेलर एकाउन्ट खोल्नुपर्ने हुन्छ। दराज सेलरको लागि मोबाइलमा एप्लिकेसन पनि छुट्टै छ, वेबसाइट पनि छुट्टै छ। सेलर बेच्ने विक्रेता व्यापारीहरूको लागि। त्यसपछि तपाई इन्डिभिजुअल हो अथवा बिजनेस हो, ओ बनेर तपाईले व्यापार गर्न चाहनुहुन्छ, त्यो चुज गरेर आफ्नो केवाइसी नो योर कस्टमर डिटेल्सहरू हाल्नुपर्छ आफ्नो बारेमा र अपलोड गरेर एउटा एकाउन्ट क्रिएट गर्नु पर्यो। एकाउन्ट क्रिएट गरिसकेपछि दोस्रो चरणमा तपाईले आफ्नो सिटिजनशिप, प्यान, बिजनेस हो भने बिजनेस रजिस्ट्रेसन रिलेटेड डकुमेन्ट्सहरू चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। ब्याङ्क एकाउन्ट डिटेलहरू पनि सबमिट गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईको दराज सेलर एकाउन्ट बन्छ। 1 देखि 3-4 दिन लाग्छ। अनि तपाईले केही दिन कुर्नु भयो, त्यसपछि दराजको टिमले तपाईको डकुमेन्टहरू भेरिफाई गर्छ र तपाईको एकाउन्ट एप्रुभ हुन्छ। त्यसपछि तपाई दराज सेलर सेन्टरको एक्सेस पाउनुहुन्छ। नेक्स्ट भिडियोमा म कसरी गर्न सकिन्छ, सामान बेच्न सकिन्छ, लिस्ट गर्न सकिन्छ भन्ने पनि देखाउँला। तर त्यो आवश्यक छैन, किनकि तपाईले अब दराज सेलर ट्रेनिङ पनि प्राप्त गर्नुहुन्छ। दराजले आफ्नो एउटा ट्रेनिङ प्रोग्राम नै स्कुल नै राखेको छ। त्यहाँ सबै भिडियोजहरू छ, तपाईले त्यहाँनेर चाहिँ अनबोर्डिङ ट्रेनिङ भिडियोजहरू हेर्नुपर्ने हुन्छ। हेर्नुस् कसरी प्रोडक्ट लिस्ट गर्ने, के गर्ने, एसएलएहरू के छ, त्यसपछि डेलिभरी एग्रिमेन्ट, कमिसनको पोलिसीजहरू के छ, सबै मेन्सन गरिएको छ। पब्लिक डोमेनमा चाहिँ अब दराजको कमिसन यस्तो हुन्छ भनेर जनरली लेखिया हुँदैन, तर तपाईले भित्र छिरिसकेपछि क्याटेगोरी वाइज तपाईले कमिसनहरू तिर्नुपर्ने हुन्छ। त्यो कमिसन चाहिँ दराजले काटेर दिन्छ तपाईको पैसाबाट। अब सेलर सेन्टरमा गएर तपाईले आफ्नो सामानको फोटोहरू हाल्ने, प्राइसिङ, एट्रिब्युट्सहरू हाल्ने। जस्तै कपडा बेच्दै हुन्छ भने त्यसको साइजहरू हुन सक्छ, कलरहरू हुन सक्छ। मोबाइल बेच्दै हुन्छ भने त्यसको र्याम हुन सक्छ, रोम हुन सक्छ, हैन, कलर हुन सक्छ। आफ्नो भेरिएन्टहरू त्यहाँ एड गर्न सकिन्छ। प्रोडक्टको त्यो सिस्टम छ सबै। इन्भेन्टरीहरू एड गर्ने र एसइओ फ्रेन्डली प्रोडक्ट टाइटलहरू, डिस्क्रिप्सनहरू हामीले राख्न सक्छौं, सो दैट दराजको एप अथवा गुगलमा अथवा कतै कसैले सर्च गरे भने त तपाईको प्रोडक्ट चाहिँ त्यो भेटियोस्। किनभने त्यहाँ चाहिँ तपाईले स्टेशनरी आइटममै बेच्ने हुनुहुन्छ, यस्तो स्ट्यापलरहरू बेच्दै हुनुहुन्छ भने त्यो स्ट्यापलर बेच्ने चाहिँ कति छ क्या त्यहाँ दराजमा, हैन। सो तपाईको आफ्नो प्रोडक्ट चाहिँ त्यहाँ फिचर होस्, देखियोस् भन्नको लागि तपाईले एसइओ फ्रेन्डली टाइटल्सहरू, त्यसैगरी डिस्क्रिप्सन्सहरू राख्न सक्नुहुन्छ। अर्को चाहिँ तपाईको शिपिङ र लजिस्टिक सेट गर्न सक्नुहुन्छ। दराजले आफै पिकअप गर्ने, ड्रप अफ गर्ने डेलिभरी अप्सनहरू तपाईले चुज गर्न सक्नुहुन्छ त्यहाँनेर। त्यसपछि अब तपाईको दराजमा प्रोडक्ट एड गरिसकेपछि प्रोडक्ट एप्रुभ हुनुपर्छ। फेरि दराजको टिमले एप्रुभ गर्छ। तपाईले मन लागेको प्रोडक्ट एड गर्ने, मन लागेको प्राइसिङ राख्ने, त्यो मिल्दैन। दराजमा देखिएको सबै प्रोडक्टहरू दराजको एउटा प्रोडक्ट एप्रुभल टिम छ, प्रोडक्ट टिम छ, क्वालिटी एस्योरेन्स टिम छ। त्यो टिमले एप्रुभ गरिसकेपछि तपाईको प्रोडक्ट बल्ल फिचर हुने हो। हाल्दैमा त्यहाँ एप्रुभ भएर म बेचिहाल्छु भन्ने चाहिँ हुँदैन। सो दराजसँग चाहिँ के लिबर्टी छ भन्दा सेलरले यस्तो सामान बेचेछ भनेर उनीहरूले पनि भन्नु मिल्दैन, किन भन्दा उनीहरूले नै एप्रुभल दिने हो, त्यो चिज चाहिँ रहन्छ। त्यसपछि चाहिँ तपाईको अर्डर आउँछ। अर्डर आइसकेपछि त्यो सबै दराज सेलर सेन्टरमा देखिन्छ, मोबाइल एपमा पनि छ। त्यहाँबाट तपाईले अर्डर हेर्नुहुन्छ। अर्डर हेरिसकेपछि अब इन्भोइसलाई प्रिन्ट गर्नुहुन्छ, अनि त्यसपछि त्यसको लेबलिङलाई प्रिन्ट गर्नुहुन्छ र त्यो लेबललाई चाहिँ प्याकिङ गरेर, जस्तै मोबाइल हो भने चाहिँ प्याक गरेर लेबलिङ लगाएर अब यसलाई तपाईले दराजको हबमा लगाएर राख्नुपर्छ। कुनै कुनै सिनारियोमा चाहिँ कुनै कुनै सेलरको लागि चाहिँ दराजले दिन्छ रे भन्ने सुनेको छु मैले, पिकअप पनि गरिदिन्छ रे। तर जनरली मेजोरिटी केसमा चाहिँ हामीले दराजको हबमा लगाएर हाम्रो सामान छाडिदिने हो। त्यसपछि दराजले रेस्पेक्टिभ कस्टमरको घरसम्म पुर्याइदिने काम गर्छ। जस्तै अरू अनलाइन बिजनेसेसहरुमा कुरियर चाहिँ हाम्रो घरमै आउँछ, हामीले चाहिँ घरबाटै अनलाइन गरेका छौं अथवा पसलबाट गरेका छौं भने चाहिँ हाम्रो घरसम्मै आउँछ। अरू केसमा भने यो केसमा चाहिँ दराजकोमा हामीले पुर्याउनु पर्ने हुन्छ। अनि अर्को कुरा चाहिँ दराजले फेरि अनबोर्डिङ ट्रेनिङमा चाहिँ तपाईको लाइभ ट्रेनिङहरू पनि गराइरहेको हुन्छ विकली। त्यहाँ पनि तपाई बसेर कसरी प्याकेजिङ गर्ने, प्याकेजिङ मेटेरियल्सहरू पनि तपाईले त्यही स्ट्यान्डर्डको पुरा गरेर दराजमा राख्नुपर्ने हुन्छ, बेच्नुपर्ने हुन्छ। पेमेन्ट सेटलमेन्ट चाहिँ तपाईको क्याश अन डेलिभरी अथवा जुनसुकै पेमेन्ट मेथडबाट तपाईको पेमेन्ट गरिएको भए पनि त्यहाँ चाहिँ के हुन्छ भन्दा दराजले आफ्नो कमिसन कटाएर तपाईलाई पैसा दिन्छ। र पैसा चाहिँ विकली दिन्छ, जस्तै सन्डे मन्डेतिर चाहिँ हाल्दिरा हुन्छ है। विकली दिन्छ तपाईको बैंक एकाउन्टमा, कुनै टाइपिसबाट उनीहरूले पैसा पठाइदिन्छ। अनि कस्टमर सर्भिस र रेटिङमा त तपाईले ध्यान दिनुपर्छ। कस्टमरको इन्क्वायरिजहरूलाई पनि टाइममै रिप्लाई दिनुपर्छ, नत्र त्यसैले चाहिँ दराजले क्वालिटी, फेरि सेलरको क्वालिटी डिफाइन गर्ने नि त्यो फ्याक्टरहरू बनाएको हुन्छ। टाइममा चाहिँ रिटर्नहरू दिने, टाइममा रिफन्डहरू गरिदिने, टाइममा चाहिँ अर्डर डिस्प्याच गरिदिने। अर्डर आयो भने चाहिँ 5 दिन मतलब नगर्ने हैन, पठाइदिहाल्ने। आफ्नो रेटिङ र भिजिबिलिटीलाई चाहिँ बढाउने हो भने चाहिँ हामीले कस्टमर सर्भिस र रेटिङमा चाहिँ एकदमै विशेष ध्यान दिनुपर्छ इफ यु आर डुइङ बिजनेस अन दराज। अरू स्ट्र्याटेजिक पोइन्टहरू पनि हुन सक्छ, जस्तै क्याम्पेनहरूको लागि साइन अप गर्न सक्नुहुन्छ। तपाईले जनरली दराजले आफै तपाईको प्रोडक्टलाई लगेर क्याम्पेनमा चाहिँ राख्दैन। जस्तै 11 11 12 12 जस्तो क्याम्पेन चलाइरहेको हुन्छ। त्यो केसमा जस्तै यो फोनमा मैले 200% डिस्काउन्ट
डिस्काउन्ट दिन चाहन्छु भने मैले त्यो क्याम्पेन चाहिँ साइन अप गर्नुपर्ने हुन्छ ओके। त्यसै तपाईले राखिरहेको फोनलाई लगेर दराजले 1111 मा आउने प्रोडक्टहरु पनि सेलरसँग मिलेर उसले चाहिँ सेलरले साइन अप गरेर राखेको हो त्यो क्याम्पेनहरु चलाउँदा। त्यसै जनरली त्यसै चाहिँ दराजले प्राइस ड्रप गरेर क्याम्पेनमा चाहिँ पठाइदिँदैन, हामीले साइन अप गर्नुपर्छ, जोइन गर्नुपर्छ। अर्को चाहिँ दराज भित्रै पनि हामीले दराज स्पोन्सरशिप एडहरु हाल्नु मिल्छ, त्यो पनि गरेर आफ्नो प्रोडक्टलाई चाहिँ भिजिबल बनाउन पनि सक्छौं, दराज भित्रै पनि एडहरु हाल्न सक्छौं। अथवा हाम्रो दराजको प्रोडक्टलाई चाहिँ अरु प्लेटफर्ममा ल्याएर त्यहाँ पनि मार्केटिङ हामीले गर्न सक्छौं। अनि तपाईले कम्पिटेटिभ प्राइसिङ राख्नुपर्ने हुन्छ, अरूको भन्दा महँगो राख्नु भयो भने चाहिँ तपाईकै जस्तै सामान बेच्ने अरु पनि सेलर त्यहाँ छन् भने चाहिँ उनीहरूले बेनिफिट्स लिन सक्छ। सो प्राइसिङ चाहिँ कम्पिटेटिभ राख्नु होला, धेरै प्राइसिङ नराख्नु होला, क्वालिटीको सामान बेच्नु होला, त्यो चाहिँ तपाईको लङ टर्म गेम चाहिँ त्यहाँनेर हुन सक्छ। अर्को भनेको चाहिँ अब फोटोहरु हुन सक्छ, त्यहाँ राखेको इन्फर्मेसनहरु हुन सक्छ, युट्युबको लिंकहरु हुन सक्छ, भिडियो प्रोडक्ट रिभ्यूको त्यो भिडियो त्यो फोटोजहरु चाहिँ अलि हाई क्वालिटीको, अलि विश्वास लाग्ने हुनुपर्छ, सो दैट कस्टमरले विश्वास गरेर तपाईको सामान किनोस्। यो चीजहरु चाहिँ तपाईले दराजमा सेलर बनेर यसरी जान सक्नुहुन्छ भने जनरली सजिलो प्रोसेस छ। तपाईले अनलाइन बिजनेस गर्छु भन्नुहुन्छ भने त्यस्तो अवस्थामा चाहिँ यहाँनेर गर्नुपर्छ। तर जनरली तपाईको सामानमा चाहिँ कम मार्जिन आउँछ भने आई डोन्ट रिकमेन्ड है दराजबाट बेच्नुस् भनेर बरु टिकटकमा भिडियो बनाएर आफै हैन कुरियर कम्पनीसँग कुरा गरेर कुरियर कम्पनीको डेलिभरी पार्टनर बनाएर त्यहाँबाट आफै बेच्न पनि सक्नु भयो। दराजमा चाहिँ तपाईले आफै मार्केटिङ नगरिकन दराजको मार्केटिङले पनि तपाईको सेल्स ड्राइभ भएको हुने हुनाले पनि केही सामानहरुमा चाहिँ अत्याधिक धेरै कमिसन दिएर तपाईले तिर्नुपर्छ। केही समय पहिला मैले पनि दराजमा सेलर बनेर बेचेको थिएँ, 17-18% कमिसन दिँदाखेरि त घाटा हुन्छ। सो मैले चाहिँ अहिले स्टप गरेको छु। तपाईले के सामान बेच्दै हुनुहुन्छ भन्ने कुरामा पनि उहाँहरुले डिसाइड गरिदिन्छ। त्यो चाहिँ सेलर अनबोर्डिङको प्रोसेसमै तपाईले केमा कति कमिसन आउँछ भनेर थाहा पाउनुहुन्छ। त्यो ब्युटी प्रोडक्टको लागि छुट्टै छ, स्टेशनरीको छुट्टै छ, मोबाइलको छुट्टै छ, ल्यापटपको छुट्टै छ। जस्तै फर इक्जाम्पल मोबाइलहरु दराजमा किन पाइँदैन भन्दा जनरली यो मोबाइल कम्पनीहरुले पनि सिधैमिधै सबै कम्पनीले बेच्न दिँदैन, नत्र यिनीहरुमा चाहिँ कमिसन तिर्दा तिर्दै ठिक्क हुन्छ। जस्तै 3-4% 4% आउँछ मानौ हैन, कमिसन नै धेरै दिनु पर्यो दराजलाई। सो माइनसमा गएर बेच्ने कुरा त भएन। त्यस्तो सामानहरु चाहिँ दराजमा बेच्न अलि घाटा छ। सो धेरैजना मान्छेहरु चाहिँ अलि मार्जिन राम्रो बस्ने सामानहरु चाहिँ दराजमा चाहिँ बेच्न फेरि सजिलो छ, ठीक छ, हुन्छ। डिजिटल सोल्सलाई फलो गर्नु भएको छ भने फलो गर्नु होला। हाम्रो भेट अर्को भिडियोमा हुनेछ। तपाईलाई योसँग रिलेटेड केही चीजहरु बुझ्न मन छ भने पनि कमेन्ट गर्न सक्नुहुन्छ। थ्यांक यू।